अनलाइनबाट नै टिएमएस एकाउन्ट वा डिम्याट एकाउन्ट खोल्न चाहनुहुन्छ भने यो भिडियो तपाईको लागि। हामी हौ श्री हरि सेक्युरिटीज प्राइभेट लिमिटेड, नेपाल्स मोस्ट रिलायबल स्टक ब्रोकरेज, ब्रोकर नम्बर 56। र टिएमएस एकाउन्ट डिम्याट एकाउन्ट खोल्नको लागि अनलाइनबाट नै फर्म भरेर कसरी केवाइसी सबमिट गर्न सकिन्छ यस भिडियोमा स्टेप बाइ स्टेप सिकौं है त। सबैभन्दा पहिला तपाई श्री हरि सेक्युरिटीजको अफिसियल वेबसाइटमा जानुपर्ने हुन्छ। त्यसको लागि तपाईले ब्राउजरमा नर्मली सर्च गरेर पनि जान सक्नुहुन्छ वा हाम्रो टिकटकको बायोमा वेबसाइटको लिंक छ, तपाईले त्यहाँबाट पनि जान सक्नुहुन्छ। वेबसाइटमा गए पछाडि त्यहाँ ओपन एकाउन्ट लेखिएको छ, त्यहाँ क्लिक गर्नुहोस् र ओपन एकाउन्टमा क्लिक गरिसके पछाडि एउटा नयाँ इन्टरफेस खुल्छ। त्यसको राइट साइडमा क्रिएट एन एकाउन्ट छ, त्यहाँ चाहिँ तपाईले आफ्नो नाम, इमेल एड्रेस र फोन नम्बर भर्नुहोस् र पासवर्ड लेखिएको ठाउँमा एउटा नयाँ पासवर्ड राख्नुहोस् र कन्फर्म पासवर्डमा फेरि त्यही पासवर्ड एकचोटि दोहोर्याउनुहोस् र रेजिस्टरमा क्लिक गर्नुहोस्। अब तपाईले भर्नु भएको इमेल एड्रेसमा एउटा ओटीपी आउँछ, त्यस ओटीपीलाई भरेर भेरिफाईमा क्लिक गर्नुहोस्। सबैभन्दा पहिला तपाईले ब्रान्च अफिस चुज गर्नुपर्ने हुन्छ। हाम्रो हेड अफिस काठमाडौँमा छ भने हाम्रो ब्रान्च चाहिँ झापामा रहेको छ। यदि तपाई काठमाडौँमा बस्नुहुन्छ वा तपाईलाई काठमाडौँ नजिक पर्छ भने काठमाडौँ चुज गर्नुहोला। यदि तपाई झापामा बस्नुहुन्छ, झापा नजिक पर्छ भने झापा चुज गर्नुहोला। फेरि तपाईलाई लाग्ला म त नेपालको अन्य कुनै जिल्लामा बस्छु, कता सिलेक्ट गर्ने भनेर तपाईलाई पछि भिजिट गर्न परेको खण्डमा जता जान सहज हुन्छ त्यही अनुसार आफ्नो सहजताको हिसाबले नै सिलेक्ट गर्नुहोला। तल चाहिँ अपलोड प्रोफाइल पिक्चर छ, त्यहाँ चाहिँ तपाईको हालसालै खिचिएको अनुहार प्रष्ट देखिएको फोटो चाहिँ अपलोड गर्नुहोला र साइडमा चाहिँ अपलोड सेल्फी विथ आइडी कार्ड छ, त्यहाँ चाहिँ तपाईले हातमा आइडी कार्ड लिएर एउटा सेल्फी लिएर अपलोड गर्नुहोला र तपाईले आइडी कार्डको रूपमा तपाईले हातमा नागरिकता नै लिएर सेल्फी खिचेर अपलोड गर्न सक्नुहुन्छ। अब तल चाहिँ पर्सनल इन्फर्मेसनको सेक्सन छ, त्यहाँ कस्टमर नेम लेखिएको छ, त्यहाँ चाहिँ यदि तपाईको खाता खोल्न लाउनु भएको हो भने तपाईले आफ्नो नाम भर्नु होला वा जसको खाता खोल्न लाउनु भएको उहाँको नाम चाहिँ भर्दिनु होला र मोबाइल नम्बर र इमेल एड्रेस भरेर जेन्डर सिलेक्ट गर्नुहोस्। त्यसपछि आफ्नो डेट अफ बर्थ र नेसनालिटी यानी कि राष्ट्रियता चुज गरेर अगाडि बढ्नुहोस्। अब इज दिस अ माइनर एकाउन्ट भनिएको छ, यदि तपाईले नाबालकको लागि यानी कि 18 वर्षभन्दा मुनिका लागि खाता खोल्न लाउनु भएको हो भने अप्सन यस सिलेक्ट गर्नुहोस् र यदि माइनरको लागि एकाउन्ट हो र तपाईले अप्सन यस सिलेक्ट गरिसक्नु भयो भने अब तपाईले बर्थ सर्टिफिकेट नम्बर यानी कि जन्म दर्ताको नम्बर, जन्म दर्ता जारी गर्ने जिल्ला र जन्म दर्ता जारी हुने मिति सिलेक्ट गरेर तपाईले चाहिँ जन्म दर्ताको अगाडिको भागको फोटो चाहिँ अपलोड गर्नुपर्ने हुन्छ र यसरी नै विवरणहरू भर्दै अगाडि बढ्नुहोस्। र यदि माइनरको लागि एकाउन्ट होइन 18 वर्षभन्दा माथिकै लागि एकाउन्ट हो भने त अप्सन नो नै सिलेक्ट गरेर अगाडि बढ्नुहोस्। अब तल चाहिँ तपाईको सिटिजनशिपको डिटेल्स हाल्नुपर्ने हुन्छ, त्यहाँ चाहिँ तपाईको नागरिकता नम्बर, नागरिकता जारी गर्ने जिल्ला र नागरिकता जारी हुने मिति र नागरिकताको अगाडि र पछाडिको भागको फोटो चाहिँ अपलोड गर्नुपर्ने हुन्छ। त्यसरी नै तल एनआइडी को डिटेल्स मागिएको छ, त्यहाँ चाहिँ तपाईको राष्ट्रिय परिचय पत्रको नम्बर, राष्ट्रिय परिचय पत्र जारी हुने मिति र राष्ट्रिय परिचय पत्रको अगाडि र पछाडिको भागको फोटो अपलोड गर्नुपर्ने हुन्छ। त्यसपछि तपाईको प्यान नम्बर सोधिएको छ, यो चाहिँ अप्सनलमा छ। त्यसपछि आर यु रिसाइडिङ आउटसाइड नेपाल भनिएको छ, यदि तपाई नेपाल भन्दा बाहिर बस्नुहुन्छ भने अप्सन यस सिलेक्ट गर्नुहोस्। तपाईले अप्सन यस सिलेक्ट गर्नुभयो भने तपाईले चाहिँ केही डिटेल्सहरू भर्नुपर्ने हुन्छ। कन्ट्री अफ रेजिडेन्स भनिएको छ, तपाई कुन देशमा बस्नुहुन्छ त्यहाँको फुल एड्रेस र तपाईको नेपालमा नजिकको आफन्तको नाम, उहाँसँग तपाईको नाता, उहाँको फोन नम्बर, उहाँको नेसनल आइडी नम्बर यानी कि उहाँको राष्ट्रिय परिचय पत्र नम्बर, उहाँको फुल एड्रेस भर्नुपर्ने हुन्छ। त्यसपछि तपाईको आइडेन्टिफिकेसन टाइप चुज गर्नुपर्ने हुन्छ र तपाईले चुज गर्नुभएको आइडेन्टिफिकेसन टाइपको डकुमेन्ट नम्बर भर्नुपर्ने हुन्छ र तपाईको आइडेन्टिफिकेसन टाइपको फोटो चाहिँ अपलोड गर्नुपर्ने हुन्छ। यदि तपाई नेपालमा नै बस्नुहुन्छ भने त अप्सन नो नै सिलेक्ट गरेर अगाडि बढ्नुहोस्। त्यसपछि डिम्याट एकाउन्टको सेक्सन छ, यदि तपाईसँग पहिलादेखि नै डिम्याट एकाउन्ट छ भने आई अलरेडी ह्याभ डिम्याट एकाउन्टमा चुज गरेर आफ्नो 16 डिजिटको बीओआईडी नम्बर यानी कि डिम्याट एकाउन्ट नम्बर भर्नुहोला। 16 डिजिटको डिम्याट एकाउन्ट नम्बर भरिसके पछाडि तल चाहिँ डिम्याट एक्नोलेजमेन्ट लेखिएको एउटा फाइल अपलोड गर्ने सेक्सन आउँछ। त्यसको लागि तपाईले आफ्नो मेरो शेयर लगइन गरेर त्यहाँ माई डिटेल्समा गएर त्यहाँको पीडीएफ डाउनलोड गरेर यहाँ अपलोड गर्न सक्नुहुन्छ। र यदि तपाईसँग डिम्याट एकाउन्ट नै छैन भने त आई वान्ट टु ओपन डिम्याट एन्ड मेरो शेयर एकाउन्ट चुज गर्नुहोस्। त्यस पछाडि तपाईले त्यहाँ एग्रिमेन्टको चेक बक्सहरू देख्न सक्नुहुन्छ।
र तपाईले त्यहाँ भ्यू हियरमा क्लिक गरेर सम्झौता पत्र पनि पढ्न सक्नुहुन्छ। सम्झौता पत्र पढिसके पछाडि तपाईले एग्रिमेन्टको चेक बक्समा टिक लगाउनुहोस् र अगाडि बढ्नुहोस्। अब तल चाहिँ एड्रेसको सेक्सन छ, त्यहाँ तपाईको पर्मानेन्ट एड्रेस यानि कि स्थायी ठेगानाको डिटेल्सहरू भर्नुपर्ने हुन्छ। प्रदेश, जिल्ला, म्युनिसिपालिटी, तपाईको टोलको नाम र वडा नम्बर तपाईले भर्नुपर्ने हुन्छ र त्यहाँ टेलिफोन नम्बर पनि छ। टेलिफोन नम्बर पनि तपाईले भर्न सक्नुहुन्छ। टेलिफोन नम्बर चाहिँ अप्सनलमा छ। अब चाहिँ तपाईले नियरेस्ट ल्यान्डमार्क भर्नुपर्ने हुन्छ। नियरेस्ट ल्यान्डमार्क भनेको तपाईको घर वरिपरि सजिलैसँग पहिचान गर्न सकिने स्थानको नाम हो। तपाईको घर वरिपरि कुनै स्कुल छ, कुनै हस्पिटल छ, कुनै कार्यालय छ वा सजिलैसँग पहिचान गर्न सकिने कुनै स्थान छ भने नियर लेखेर त्यस स्थानको नाम लेखिदिनु होला। अब चाहिँ तपाईले आफ्नो करेन्ट एड्रेसको डिटेल्स भर्नुपर्ने हुन्छ। यदि तपाईको करेन्ट एड्रेस र पर्मानेन्ट एड्रेस सेम हो भने अप्सन यस चुज गर्नुहोस्। यदि डिफ्रेन्ट हो भने अप्सन नो चुज गरेर करेन्ट एड्रेसको डिटेल्सहरू भर्नुहोस्। त्यस पछाडि अपलोड योर करेन्ट लोकेसन, म्याप स्क्रिनसट अर ह्यान्ड रन भनिएको छ। तपाईको हालको ठेगानाको म्यापको स्क्रिनसट तपाईले गुगल म्याप्स वा कुनैबाट गरेर यहाँ अपलोड गर्न सक्नुहुन्छ वा तपाईले हातले नै क्लियरली करेन्ट लोकेसनको म्याप बनाएर पनि अपलोड गर्न सक्नुहुन्छ। त्यस पछाडि फ्यामिली इन्फर्मेसनको सेक्सन छ, यानि कि पारिवारिक विवरणको सेक्सन छ। त्यहाँ तपाईले तपाईको हजुरबुवाको नाम र आमाको नाम भर्नुपर्ने हुन्छ। त्यहाँ चाहिँ मेरिटल स्ट्याटस पनि छ। यदि तपाईँ विवाहित हुनुहुन्छ भने अप्सन म्यारिड चुज गरेर एक्स्ट्रा डिटेल्सहरू भरिदिनुहोस्। यदि तपाईँ अविवाहित हुनुहुन्छ भने अप्सन सिंगल सिलेक्ट गरेर फर्ममा अगाडि बढ्नुहोस्। त्यस पछाडि नोमिनी डिटेल्सको सेक्सन छ। यदि तपाईले कसैलाई हकदार व्यक्तिको रूपमा राख्न चाहनुहुन्छ भने अप्सन यस सिलेक्ट गरेर नोमिनीको डिटेल्सहरू भरिदिनुहोस्, नत्र नो नै सिलेक्ट गरेर फर्ममा अगाडि बढ्नुहोस्। त्यसपछि तपाईले आफ्नो बैंक एकाउन्ट डिटेल्स भर्नुपर्ने हुन्छ। तपाईको बैंकको खाताको प्रकार, तपाईको बैंकको नाम, तपाईको बैंकको एकाउन्ट नम्बर र तपाईको बैंकको एड्रेस भर्नुहोस्। त्यस पछाडि तपाईले आफ्नो अकुपेसन एन्ड ट्रान्जेक्सन डिटेल्स भर्नुपर्ने हुन्छ। तपाईको अकुपेसन यानि कि पेसा के हो, तपाईँ कुनै प्राइभेट सेक्टरमा कुनै पब्लिक सेक्टरमा आबद्ध हुनुहुन्छ कि तपाईँ हाउसवाइफ हुनुहुन्छ कि तपाईँ स्टुडेन्ट हुनुहुन्छ कि। यदि स्टुडेन्ट हुनुहुन्छ भने तपाईले आफ्नो स्कुल वा कलेजको नाम भर्नुपर्ने हुन्छ, स्कुल वा कलेजको एड्रेस भर्नुपर्ने हुन्छ। र यदि तपाईँ कुनै पनि सेक्टरमा काम गर्नुहुन्छ भने तपाईले टाइप अफ बिजनेस पनि सिलेक्ट गर्नुपर्ने हुन्छ। तपाईले आफ्नो अर्गनाइजेसनको नाम लेख्नुपर्ने हुन्छ, तपाईले आफ्नो अर्गनाइजेसनको एड्रेस लेख्नुपर्ने हुन्छ र त्यस अर्गनाइजेसनमा तपाईको डेजिग्नेसन यानि कि तपाईको पोजिसन पनि तपाईले भर्नुपर्ने हुन्छ। र त्यहाँ इम्प्लोइ आइडी नम्बर छ, त्यो चाहिँ अप्सनलमा छ, तपाईले भर्न पनि सक्नुहुन्छ। त्यस पछाडि इन्कम लिमिट छ, यानि कि तपाईको वार्षिक आम्दानीको लिमिट तपाईले सिलेक्ट गर्नुपर्ने हुन्छ। त्यस पछाडि तपाईले सोर्स अफ फन्ड्स यानि कि आम्दानीका स्रोतहरू चुज गर्नुपर्ने हुन्छ। तपाईले एटलिस्ट एउटा सोर्स अफ फन्ड चाहिँ चुज गर्नु नै पर्ने हुन्छ। यदि एउटा भन्दा बढी सोर्स अफ फन्डहरू छन् भने ती सोर्स अफ फन्ड पनि तपाईले चुज गर्नु होला। त्यसपछि इन्भल्भमेन्ट इन इन्भेस्टमेन्ट कम्पनीज व्हिच आर इस्टाब्लिश्ड फर सेक्युरिटिज ट्रेडिङ भनेर सोधिएको छ। यदि तपाईँ सेक्युरिटिज ट्रेडिङका लागि बनेका कुनै कम्पनीसँग आबद्ध हुनुहुन्छ भने अप्सन यस सिलेक्ट गरेर त्यस कम्पनीको नाम र तपाईको डेजिग्नेसन पनि भरिदिनु होला, नत्र चाहिँ नो सिलेक्ट गरेर फर्ममा अगाडि बढ्नुहोस्। अब चाहिँ रेन्टल इन्फर्मेसनको सेक्सन छ। आर यु लिभिङ इन रेन्टल प्रपर्टी भनिएको छ। यदि तपाईँ घर बहालमा बस्नुहुन्छ भने अप्सन यस सिलेक्ट गर्नु होला। त्यहाँ चाहिँ तपाईले रेन्टल प्रपर्टीको ओनरको सिम्पल विवरणहरू भर्नुपर्ने हुन्छ। यदि तपाईँ घर बहालमा बस्नु हुँदैन भने अप्सन नो सिलेक्ट गरेर फर्ममा अगाडि बढ्नुहोस्। अब चाहिँ एएमएल सेल्फ डिक्लेरेसनको पार्ट छ। एएमएल सेल्फ डिक्लेरेसन भनेको एन्टी मनी लन्ड्रिङ सेल्फ डिक्लेरेसन हो। यहाँ भनिएका कुराहरूमा तपाईँ आबद्ध हुनुहुन्छ भने अप्सन यस सिलेक्ट गर्नु होला, नत्र अप्सन नो नै सिलेक्ट गर्नुहोस्। र यहाँ डु यु ह्याभ अ बेनिफिसियरी पर्सन भनेर सोधिएको छ। यदि तपाईको बेनिफिसियरी पर्सन हुनुहुन्छ भने अप्सन यस सिलेक्ट गर्नुहोस्, उहाँको नाम भर्नुहोस् र उहाँसँग तपाईको सम्बन्ध पनि भर्नुहोस्, नत्र अप्सन नो सिलेक्ट गरेर अगाडि बढ्नुहोस्। अब चाहिँ हामी फर्मको अन्तिमतिर आइसकेका छौँ। यहाँ चाहिँ तपाईले थम्ब प्रिन्ट यानि तपाईको दुईटा हातको औँठा छापको फोटो चाहिँ तपाईले अपलोड गर्नुपर्ने हुन्छ र साइडमा अपलोड एप्लिकेन्ट सिग्नेचर लेखिएको छ। त्यहाँ चाहिँ एप्लिकेन्ट्सको सिग्नेचरको फोटो चाहिँ अपलोड गरिदिनु होला। तल रिफर्ड बाई छ। यदि तपाईलाई कसैले रिफर गर्नुभएको हो भने उहाँको क्लाइन्ट कोड लेखेर तपाईले यस फर्मलाई सबमिट गर्न सक्नुहुन्छ। यसरी तपाईले सक्सेसफुल्ली फर्म सबमिट गर्न सक्नुहुन्छ।
र तपाईले फर्म सबमिट गरिसके पछाडि 3-4 वर्किङ डेजमा हामी तपाईलाई सम्पर्क गर्नेछौँ। पछि हामीले बोलाएको खण्डमा चाहिँ तपाईले चुज गर्नु भएको ब्रान्च अफिसमा तपाई उपस्थित हुनुपर्ने हुन्छ र यसरी फर्म सबमिट गरिसके पछाडि तपाईको केवाइसी स्ट्याटस तपाईले चाहिँ ड्याशबोर्डबाट पनि हेर्न सक्नुहुन्छ। तपाईले फर्म भर्दा केही कुरामा कन्फ्युज हुनुभयो वा कुनै पनि समस्या भयो भने स्क्रिनमा देखाइएको नम्बरमा तपाईले वर्किङ आवर्समा चाहिँ डाइरेक्ट कल वा भाइबरमा मेसेज पनि गर्न सक्नुहुन्छ। शेयर बजार सम्बन्धी यस्तै आधिकारिक अपडेटका लागि हाम्रो अफिसियल अकाउन्ट श्रीहरि सेक्युरिटीज प्राइभेट लिमिटेडलाई फलो गर्न नबिर्सनुहोस्।